रवि लामिछाने अहिले कहाँ छन्? 3 जना सांसद निलम्बित, 1 फरार। मोहन बस्नेत सिन्धुपाल्चोक 2 बाट निर्वाचित सांसद हुन्। अन्य 2 जना सांसद यस अगाडि नै निलम्बनमा परेका छन्। निलम्बित हुने प्रतिनिधि सभा सदस्यको संख्या 3 पुगेको छ। 4 मङ्सिर 79 मा सम्पन्न चुनावबाट निर्वाचित भएको मध्ये 3 जना सांसद निलम्बनको अवस्थामा रहनु परेको छ। बिहिबार नेपाली कांग्रेसका सांसद मोहन बहादुर बस्नेत विरुद्ध भ्रष्टाचार मुद्दा लागेको छ। टेरामक्स प्रकरणमा संलग्न रहेको आरोपमा बस्नेत विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेसँगै उनको सांसद पद स्वतः निलम्बनमा परेको छ। बस्नेत सिन्धुपाल्चोक 2 बाट निर्वाचित सांसद हुन्। अन्य 2 जना सांसद यस अगाडि नै निलम्बनमा परेका हुन्। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति समेत रहेका प्रतिनिधि सभा सदस्य रवि लामिछाने निलम्बनमा छन्। सम्पत्ति शुद्धिकरणको मुद्दा दर्ता भएसँगै उनी निलम्बनमा परेका हुन्। लामिछाने 8 पुस 2081 देखि निलम्बनमा छन्। उनी चितवन निर्वाचन क्षेत्र नम्बर 2 बाट निर्वाचित सांसद हुन्। नेकपा एमालेका सांसद टोप बहादुर रायमाझी निलम्बनमा छन्। उनी नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका थिए। सहकारीको बचत अनियमितताको आरोप लागेका राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाकी सांसद गीता बस्नेत 1 वर्षदेखि फरार रहेका छन्। बस्नेत विरुद्ध 14 वैशाख 2081 मा पक्राउ पूर्जी जारी भएको थियो। त्यस यता उनी फरार छिन्। नवलपुरको कावासोती स्थित छिपछिपे उपभोक्ता सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा पक्राउ पूर्जी जारी भएपछि उनी फरार भएका हुन्।